केटी हेर्न जाने बाउले पनि भन्ने दाजुहरूले पनि भन्ने उनीहरूको विचार अर्कै थियो भने त्यो विचार चाहिँ के तिनीहरू प्रश्न छ कि दिदीलाई भन्नु भएको छ भने भन्नु छैन त्यहाँदेखि केही तिनीहरू विचार अर्कै थियो भने के विचार थियो त्यो भन्नुमा अस्ति सोध्नु पर्ने थिएन दिदीको अगाडि खोलिसकेपछि तपाईँले के विचार थियो तपाईँले अर्कै केटी गर्नु पर्ने त्यो एउटा सम्वाद चाहिँ तपाईँले पछि सोधेर पछि भनौँला भनेको मेरो अर्कै विचार थियो मतलब चरम गरिबीको अवस्थामा गुज्रिएको हाम्रो समुदाय मैले बुझेको चाहिँ चरम गरिबीको गुज्रिएको हाम्रो समुदायलाई मैले हाम्रो घर परिवारलाई मैले त आजकोमा टेवा दिनु थियो अर्कोचोटि मैले गरेँ भने ठिक हुन्छ भन्ने विचार थियो कि अथवा यो विचार थियो भनेर यहाँ संशयमा पुगेको यो चाहिँ लेखकले फेरि पुनः विचारले अर्कोचोटि फेरि त्यसलाई के हो त त्यसले अर्थ लिने अर्थमा खोजेको छ त्यो चाहिँ प्रश्न पार्नु फेरि अर्कोचोटि हामी फेरि छाप्छौँ नि त टेक्नुहुन्छ पत्रिका छ किताबै छाप्नुपर्छ भने पनि छैन अघि भनिसक्नुभयो अब मैले धेरै भूमिका धेरै कुराहरू अलिक बढी बोलेँ होला माफी चाहन्छु तर मैले प्रश्न पार्नुपर्छ व्याकुम महिलालाई पनि थाहा छैन यो कृति कसरी छापियो व्याकुम महिलाप्रति पनि प्रश्न छ त्यो गोर्खापत्रमा त्यो कविता छापिएकै छापिएन गौरव कान्छालाई अब वचन दिएको कुरा उहाँको प्रश्न छ उहाँको प्रश्न छोप्नु यस्तो नै भ्याएको छैन भन्नु भएको छ यो भित्र व्याकुम महिला पनि 2012 चाहिँ यो के जानुभएको प्रमाण फोटो बोलेको छ त्यसैले गर्दाखेरि केही संस्मरणसहित केही आफ्नो अभिभावकीय हाम्रो त मैले यहाँभित्र भनेको छु हाम्रो सामाजिक उत्तरदायित्वको अभिभावक हुनुहुन्छ मैले सामाजिक उत्तरदायित्वको भावना हामी एकै ठाउँमा जन्मेको भएकोले पनि हामी फरक समयमा जन्म्यौँ होला तर गौरव कान्छासँग फरक समयमा करिब 10 वर्षपछि जन्मेको भयो भने पनि हामी एकै ठाउँको भूमिको भएकोले उहाँको कुरा चाहिँ हामीले सम्प्रेषण गरिरहेका छौँ उहाँले सङ्केत गर्नुभएको छ यही विषयमा म राष्ट्रिय कार्यक्रम सञ्चालक व्याकुम महिलालाई आफ्नो कुरा राख्नको अनुरोध गर्न चाहन्छु र यस्तो राम्रो कृति जन्माउन सफल हुनुभएकोमा पार्टीलाई धेरै धेरै बधाई छ यस्तै कृतिहरू पार्टीको पढाउने अझै पनि जन्माओस् भन्ने म शुभकामना पनि व्यक्त गर्न चाहन्छु हाम्रो अग्रज पुस्ताले जे गर्नुभयो ती कुराहरू हामीले सिक्यौँ उहाँको समयमा हाम्रो समाजमा संस्कृति थियो अहिले पनि छ तर त्यो बेला चाहिँ परम्परादेखिको चाहिँ चालचलन अझै थियो पार्टीले सहयोगले उहाँको नाम कर्णबहादुर भयो पार्टीको पुस्ता मलाई लाग्छ कर्णल स्टोन भन्छ एउटा चाहिँ कोशी ढुङ्गा जस्तै हाम्रो पालोमा आइसकेपछि हामी चाहिँ यो काथोलिक शिक्षातर्फ लाग्यौँ किताब पढ्नतर्फ लाग्यौँ त्यहाँको चालचलन त्यहाँको संस्कार संस्कृतिमा भन्दा पनि आधुनिक ज्ञानको पछि लाग्दा हामी संस्कारविहीन भयौँ जसै हामी संस्कारविहीन भयौँ समाज पनि त्यस्तै हुँदै गयो गर्दा यो किताब असाध्यै महत्त्वपूर्ण हुन्छ हिजोको समाज आज गाउँमा छैन त्यो भूगोल पनि हाम्रो चाहिँ सोकुटारतिर छैन किनभनेदेखि दुधकोशी कहिले पहिला उहाँको पालामा पर पारिपट्टि जस्तो बग्थ्यो वारिपट्टि धेरै जग्गाहरू थियो पिपलको रुख थियो काभ्राको रुखहरू थियो है त्यो भूगोलै सोकटारको बदलिएको अवस्था छ त्यहाँ त्यो बेलाका हाम्रा पिता पुर्खाहरू यति धेरै उहाँहरूलाई हाम्रो लोक सांस्कृतिक झाँकहरू नाचहरू आउँथ्यो उहाँहरूले देख्न पाउनुभयो त्यो हामीले देख्न पाएनौँ त्यसले गर्दा उहाँहरू चाहिँ एक किसिमले त्यो समयको हाम्रो लागि एउटा प्लेनमा हुने ब्ल्याक बक्स भन्छ एउटा स्मृतिको चाहिँ एउटा ठुलो चाहिँ यन्त्र उहाँको मस्तिष्क अब उहाँको कुरा हामीले चाहिँ उहाँले सेयर गर्नुहुँदा हामीले चाहिँ धेरै त्यो बेलाको हाम्रो समाज र संस्कृतिको बारेमा सभ्यताको बारेमा धेरै कुराहरू सिक्न सक्यौँ त्यो मोहले नै मैले पार्टीलाई लेख्नु सही पार्टी फेरि
पहिलेदेखि असाध्यै आफूभन्दा ठुलोलाई पनि सम्मान सबैसँग भिज्ने अनि सानोसँग पनि उत्तिकै भिज्ने, सबैलाई माया गर्ने र दिदी र पाची उहाँ जहाँ बस्नुभयो पनि आफ्नो समाजलाई, आफ्नो गाउँ ठाउँलाई होइन जहिले पनि सम्झिने मान्छे। उहाँहरू चाहिँ अस्ति युकेबाट आउनुभयो, अब यता काठमाडौँतिर घरमा बस्नु होला भनेको त जोरथीघाट पुगिसक्नु भएछ। म त छक्क परेँ, जोरथीघाट यति महत्त्वपूर्ण हो, त्यहाँ पुग्न निकै मुस्किल छ। एक दुईचोटि म आत्तिएको पनि छु, बर्खा मासमा पनि काट्नु यो जुन पुल बन्ने क्रममा बन्ने सम्पन्न हुने अवस्था छ। पार्टीले यति दिदीलाई यति धेरै खुसी लाग्यो, उहाँ युकेबाट सिधै पुग्ने ठाउँ अन्त कहीँ नभएर त्यहाँ देख्नुभयो। किन त्यो भन्दा उहाँहरूमा आफ्नो गाउँ ठाउँको धेरै माया छ। त्यसले गर्दा यस्तो आफ्नो गाउँ समाज इष्टमित्रलाई माया गर्नेहरूको चाहिँ यस्तो सम्झनाहरू हामी सबैलाई प्रेरणादायी हुन्छ, हामीलाई ऊर्जा दिने हुन्छ, हामीले पढ्नुपर्ने बुझ्नुपर्ने हुन्छ। मैले किताब पाएदेखि सबै मैले केही पढेँ, मेरो कान्छी छोरी त्यही भन्छ अहिले पनि पापा चाँडो आउनु भन्दैछ होइन। अब यद्यपि मैले निकै पढेँ, अत्यन्त रोचक छ, सरल छ। पाचीले साध्यै राम्रो गर्नुभएको छ। जब पढाइ चाहिँ सुरु गर्दा चाहिँ काठमाडौँतिर युनिभर्सिटी कलेजमा होला पढाइको ज्ञानको स्रोत भन्ने हुन्छ, तर पढाइ टुङ्ग्याउँदै गइसकेपछि हाम्रो पढाइको ज्ञानको स्रोत सारा भनेको गाउँ रहेछ, समाज रहेछ। युनिभर्सिटी भनेकै हाम्रो गाउँ समाज रहेछ। ती अध्ययन गरेर नयाँ नयाँ सिद्धान्त पत्ता लगाइएको रहेछ, ज्ञानको स्रोतहरू हुन्छ। त्यसले गर्दा यो अत्यन्त पठनीय छ, पढेर धेरै ज्ञान प्राप्त गर्न सकिन्छ। पाचीले जो सम्झेर लेख्नुभयो यो यसबाट हामी समाजका हामी सबै लाभान्वित हुनेछौँ। यस्तो महत्त्वपूर्ण पुण्य महान कार्यको लागि पाचीलाई धेरै धेरै धन्यवाद दिदी। यस्तो किताबहरू अरूले पनि बाध्यता हुन्छ, अरूले पनि लेख्न सकिन्छ। मेरो दाइ भन्नुहुन्थ्यो, नरेश दाइ हुनुहुन्थ्यो, प्रदीप भाइ मनमा यति धेरै दुःखको कुराहरू छ, लेख्यो भने 10वटा किताबमा सकिँदैन भन्नुहुन्थ्यो। छोटै समाजशास्त्रका विद्यार्थी हुनुहुन्छ सुबोधराज राईकाजी, उहाँ संस्कृतिबारे जानकार रहनुहुन्छ, थोरै बोल्नुलाई अवधान छ। ठ्याक्कै यो कृतिमा आज यहाँ हेर्दाखेरि उहाँले जुन समयकालदेखिको उहाँको संस्मरणहरू अर्थात् स्मरणहरू यसमा समेटिएको छ। त्योभन्दा धेरै पछि जन्मेका, त्यस आसपासमा मात्रै जन्म यो धरतीमा जन्म लिएकाहरू हामी अत्याधिक यहाँ छौँ र यहाँ चाहिँ थुप्रै चाहिँ धेरै पछिको आजको जेन्जी पुस्ता पनि हुनुहुन्छ। भनेपछि यो कृतिबाट हामी के पाउँछौँ भन्दाखेरि तत्कालीन समय अथवा मूलत 2020को दशकको मध्यदेखि हालसम्मको, तर विशेष गरी चाहिँ उहाँले यसमा यहाँबाट हामीले चाहिँ सकिने चाहिँ 2050को दशकको अन्तिम समयसम्मको हाम्रो समाजको चित्र अथवा त्यो समाजको चाहिँ सारा कुराहरू यो यसमा चाहिँ यो कृतिबाट हामीले प्राप्त गर्न सक्छौँ। त्यो बेलाको चाहिँ हाम्रो समाज कस्तो थियो, सामाजिक अवस्था व्यवस्थाहरू कस्तो थिए, जीवनशैली कस्तो थियो, यी कुराहरू छन्। यहाँको बस्ती चाहिँ कसरी भयो भन्ने कुराहरू छ। यो चाहिँ यहाँको बस्ती सुरु हुनु एउटा पोइन्ट छ। अब जुन चाहिँ मलेरियाको सिजन, त्यो मलेरियाको टाइममा पहिला यो ठाउँमा बस्ती थिएन। पम्पुले जुन अहिले बस्ती छ, यो मलेरियाको बेलामा चाहिँ उनीहरू माथि डाँडातिर बस्ने। जब मलेरिया गयो त्यसपछि त्यसमा बसोबासको रोग हो भन्ने कुराहरू छ। तर अब तपाईँहरू लाग्यो यहाँको बम्बुले कहाँबाट आयो भन्ने कुराहरू तपाईँहरूले अनुमान पनि गर्न सक्नुहुन्छ। अब यहाँको चाहिँ बसोबास भनेको चाहिँ सन्तति अम्बुले नै, अम्बुलेभित्र पनि भाउजूको पासा हो। तर भाउजूको पासाभित्र पनि अब पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्नुभन्दा त्यतिखेरको अन्तिम राजाले घमण्ड हो। अब त्यतिखेर घमण्डको चाहिँ हामी यहाँको चाहिँ धेरै बसोबास गरेको घमण्डको बाजेको चाहिँ साइली बसपट्टिको चाहिँ एकजना बाजे भटल। त्यसपछि उहाँ चाहिँ आफ्नो फुटबोली घरबाट नआएर मामा घरबाट
गाह्रो बसेको कुराहरू छ कथाहरू। किन चाहिँ मामाको चाहिँ फेरि खोटाङ अब त्यतिखेर पृथ्वीनारायण शाहलाई चाहिँ सघाउँदाखेरि अब आफ्नै ससुराले चाहिँ नगर्ने अवरोध गर्दाखेरि घमण्ड बाजेले आफ्नै ससुरा कासपत्ताको चाहिँ दिल्लु राजालाई चाहिँ 1 हप्ताको लडाइँपछि चाहिँ आफ्नो शिर काटेर त्यसपछि चाहिँ कब्जा गर्नु भएको थियो अरे। त्यतिखेर चाहिँ अब घमण्ड अहिले त्यो अब हाम्रो इतिहास त लिखितमा त छैन, तर के हो भने अझै पनि हाम्रो एउटा कथामा छ, अब बोलीमा छ। अब त्यतिखेर टिस्टासम्म राखेको थियो भन्ने कुराहरू छन्। अनि त्यसपछि जब कासपातलामा चाहिँ अब भट्टल बाजे ठुलो हुँदै गयो, त्यसपछि मामाले सोधेर मौली खेल्छस् कि वंश खेल्छस् भन्दाखेरि भट्टल बाजेले वंश खेल्छु भनेर आउँदाखेरि यो ठाउँमा चाहिँ बसोबास गर्नुपर्छ। अब यो चाहिँ अब बिचको चाहिँ कालो कोट छ, यो चाहिँ ईश्वरलाल मेरो अब काका पर्छ। भट्टलको चाहिँ 7औं पुस्ता हो यो। अब अहिले चाहिँ म भट्टलबाट हेर्दाखेरि चाहिँ 8औं पुस्ता, घमण्डबाट चाहिँ म 9औं पुस्तामा छु। अनि त्यतिखेर मेन यहाँ पानी छ, त्यतिखेर यो पानी भएकै कारणले चाहिँ यहाँ बसोबास भएको कुराहरू गर्नुहुन्छ बुढापाकाहरूले। अनि त्यसपछि अब तपाईँहरूको मनमा पनि एउटा पनि होला, अब त्यो बस्ती पहिला त्यहाँ नहुँदाखेरि कसको बस्ती होला भन्ने कुराहरू पनि जिज्ञासा छ। अब त्यतिखेर चाहिँ त्योभन्दा अगाडि पनि बस्ती छ भन्ने कुराहरू छ। कुराहरू त्यतिखेर उनीहरू ब्लगिङको कुराहरू गरेका छन्, ब्लगिङमा ससल्यामा। अब हामीले आफ्नो शास्त्रमा त अब इरेक्टस, त्यसपछि होमो इरेक्टस, त्यसपछि एस्ट्रोपिक्टेनस भन्ने कुराहरू तपाईँले पनि अलिक पढ्नु। त्यसरी नै हामीले चाहिँ के भने अब ससल्यामा भनेको चाहिँ ठुलो दाँत भएको, उनीहरूले त्यहाँको चाहिँ कति त्यहाँको अब खेतीपाती गर्दाखेरि भेटाएको, त्यसपछि उनीहरूले चाहिँ गाउँमा चाहिँ अब हामी र उसमा फरक चाहिँ किन छ भनेर चाहिँ त्यो जुन ब्लगिङको चाहिँ दाँतहरू ठुल्ठुलो थियो, उनीहरू एकदमै रोबस्ट खालको थियो, हड्डीहरू लामो, तर उनीहरूको हड्डी चाहिँ पाए पनि चाहिँ अब त्यो एक खालको चाहिँ आध्यात्मिक रूपमा चाहिँ एकदमै शक्तिशाली हुँदाखेरि त्यो चाँडै नै बुझ्ने उनीहरूको विश्वास छ। अनि त्यसपछिको चाहिँ नागा जातिको चाहिँ कुराहरू गरेका छन्। त्यो ठाउँमा चाहिँ पहिला अम्बुले राई बसोबास गर्नुभन्दा अगाडि नागहरूले बसोबास गरेको कुराहरू गर्नुहुन्छ। अब अहिले पनि हाम्रो ठाउँमा नागहरूको चाहिँ यो स्कुलको टापरको हड्डीहरू पाउँछ। त्यसपछि उनीहरूले प्रयोग गरेको माटोको भाँडको टुक्राहरू, त्यसपछि ढुङ्गाहरू पाउँछ। यो चाहिँ अब गत 500 वर्ष अगाडि आएको थियो, त्यही भएर मैले यो राखेको हो। अनि त्यसपछि यहाँदेखि नागहरू कसरी गयो भन्ने कुराहरूमा उनीहरूको धेरै कुराहरू छन्। अब त्यतिखेर गुरुङ भाले भन्छ, भाले गुरुङ पनि कसैले भन्छ, कसैले मगर पनि भनेका छन्। उनीहरूको पनि बस्ती रहेछ त्यहाँ, ठुलो कपास खेतीहरू गर्ने। त्यसपछि अब एक लेक, कहिले लेक गर्ने, कहिले बेसी गर्ने सिजन अनुसार। अनि त्यसपछि अब त्यतिखेर चाहिँ यहाँबाट नागा जानुको कारण चाहिँ अब 2टा बस्तीहरू बिचमा चाहिँ झगडा पऱ्यो। त्यसपछि उनीहरू हारेपछि चाहिँ अहिले नागाल्यान्डतिर गएर बसेको। त्यसपछि अझै पनि पुरानो जस्तै जिमालाहरू हुँदाखेरि त्यो पूर्वै जान्छ भन्छ, किनकि अब उनीहरू चाहिँ त्यो ठाउँमा बसिसकेको भएकोले यस्तो मालहरू चाहिँ नागहरूले चाहिँ विशेष महत्त्व हुन्छ। त्यही भएर चाहिँ त्यो मालहरू कहीँ जाँदैन, यो चाहिँ पूर्व मात्र जान्छ भन्ने कुराहरू छ। अनि त्यसपछि अर्को त्यहाँ बसोबास भइसकेपछि सबैभन्दा पहिला यो पुरानो प्रमाणित यो आर्टिकल हो। यो चाहिँ जब त्यहाँ बस्ती बसेपछि यो पानीको छेउमा चाहिँ पुरानो यो उनीहरूको चाहिँ पहिला साबुनहरू नहुँदाखेरि यो बिथाहरू कुट्ने, त्यो कोसीहरू कुट्ने साबुनको रूपमा प्रयोग गर्थ्यो, जुन चाहिँ अहिले पनि हाम्रो देख्न सकिन्छ।
त्यसपछि चाहिँ अहिले यो त्यो पानीको मुहान सुकेको छ, जसले गर्दाखेरि चाहिँ अहिले चाहिँ एउटा खानेपानीको समस्याहरूदेखि लिएर विभिन्न कुराहरूमा चाहिँ यो बस्तीहरू गुज्रिरहेको छ। अनि त्यसपछि अब थोरै म नगदे बालीमा जान्छु। अहिले चाहिँ सोमण्डलको नगदे बाली भनेको सुर्ती हो, तर यो सुर्ती चाहिँ भन्दा अगाडि पहिला कपास थियो अरे, कपास मुख्य नगदे बाली, त्यसपछि लुगाहरू बनाउने। तर एक दिन त्यहाँका चाहिँ हाम्रो बुढापाकाहरू चाहिँ हाम्रो अग्रजहरू त्यतिखेर त काठमाडौँ बिहारी गएर त नेपाल भनिन्थ्यो, अहिले बिहारी भनिन्छ। त्यतिखेर उनीहरू नेपाल आउँदाखेरि यो जुन यो सुनकोसीको घरतिर हुँदै जाँदाखेरि यो सुर्तीको खेती देखेछ। सुर्ती खेती देखेर अनि त्यसपछि अग्रजहरूले चाहिँ यो चाहिँ हाम्रो गाउँको चाहिँ हावापानीसँग मिल्छ है, सुर्ती त्यहाँ हुने रहेछ है भनेर त्यसपछि सुर्तीको बिउहरू चाहिँ लगेर ल्याएर गाउँमा, त्यसपछि त्यहाँबाट चाहिँ सुर्ती खेती भएको भन्ने कुराहरू गरेका छन्। र म अहिले यति भन्दै म राख्न चाहन्छु। अब कर्णबहादुरलाई गौरव 2012 सालमा बेलायतमा एउटा गोराले मलाई काम गर्दै गर्दाखेरि एउटा गोरा आयो। गोरा आएपछि खासमा चाहिँ म ड्युटी थिएँ। बिल्डिङ म्यानेजरले मलाई ल गर्न एकजना मान्छे आउँछ, प्लम्बर आउँछ, काम गर्न दिनु भन्यो। हुन्छ भने त्यो गोरा आएपछि मलाई के भन्यो भने तिमी फिलिपिनो हौ भने, होइन म नेपाली हो भने। ए हो, त्यसो भए त म नेपाल पुगेको छु। अनि म इन्डिया हुँदै नेपाल गएको थिएँ। अनि तिमीहरूले ग्रिटिङ्स गर्दा इन्डियामा चाहिँ नमस्ते भन्छ, तिम्रो देशमा चाहिँ नमस्कार भन्छ हो भने क्या। अनि मलाई थाहै थिएन, मेरो पालो हो भन्थे। अनि मलाई चाहिँ के लाग्छ भने भित्री रूपमा नमस्ते भनेको चाहिँ अलिकति नरम शब्द, नमस्कार भनेको चाहिँ अलिक खरो शब्द हो कि भन्ने मेरो भित्री मनमा लाग्छ। अनि महिलाहरूलाई नमस्ते, पुरुषहरूलाई नमस्कार भन्दा ठिक हुन्छ कि भन्ने एउटा मेरो त्यो लेभल अन्डरस्ट्यान्डिङ मात्रै हो। तपाईँहरूले सिरियसली नलिनु होला है। अब मुख्य विषय त अब यहाँ छँदैछ। यो किताब लेख्नुको लागि म त खास कुनै विद्वान पनि होइन, आर्मीमा लामो सर्भिस गरेर ठुलो दर्जा लिएर आएको मान्छे पनि होइन। त्यसैले गर्दाखेरि यो किताबमा मलाई लाग्छ यसको प्राइज नराखेको कारण हो। म जस्तो मान्छेले लेखेको किताब पढेर तपाईँहरूले के चाहिँ सिक्नुहुन्छ? म त एकदम ग्रामीण क्षेत्रमा जन्मेर हुर्केको मान्छे, अनि यति बेला पनि म ग्रासरुट लेभलको मान्छेसँग नै म तुलना गर्छु आफूलाई। न यहाँ रिसर्चको कुरा छ, न कुनै अध्ययनको कुरा छ, केही पनि छैन। साधारण जीवन मैले जे बिताएँ त्यही मात्रै छ। त्यसले गर्दाखेरि म यो किताबको मूल्य नराखेको कारण चाहिँ त्यो। अब यो किताब लेख्नुको लागि मलाई प्रोत्साहन दिने, इन्स्पायर गर्ने व्यक्तिहरू यी हुनुहुन्छ। यी कति चाहिँ हुनुहुन्छ? सबैभन्दा पहिला 2012 सालमा हाम्रो बेगुन महिला बेलायत आउनुहुँदाखेरि हामीसँगै बस्नु भएको धेरै समय होइन। त्यति बेला बेगुन महिलाले मलाई के भन्नुभयो भने पाची तपाईँले एउटा संस्मरण लेख्नुहोस् भन्नुभयो। अब त्यो संस्मरण भनेको के हो त्यसको मतलब नै मलाई थाहा थिएन। अनि मैले महिला के भनेको, प्रदीप के भनेको, संस्मरण भनेको त्यसको डेफिनेसनै मलाई थाहा छैन। कसरी लेख्नु र भनेपछि उहाँले होइन आफ्नो जीवन कथा लेख्नु न बाँची। अनि अब त्यो कहाँबाट सुरु गर्ने, कहाँबाट अन्त्य गर्ने भन्ने नै अब निश्चित छैन। कहाँ म लेख्न सक्दिनँ भनेर महिलालाई त्यतिकै टारे। अनि
कोभिड-19 सुरु भयो 2019 सालमा। कोभिड-19 सुरु भएपछि लकडाउन थियो। त्यति बेलाको त्यही सामाजिक दूरी, अब त्यो सोसियल डिस्टेन्सिङ त्यस्तै कुराहरूले गर्दाखेरि सबै मान्छेहरू चाहिँ आफ्नै घरमा बस्दै गरिन्थ्यो। तर लकडाउन खोलिँदै गर्दाखेरि चाहिँ मेरो भतिज केटो पनि यहाँ उता आर्मीमै छ, अनि बुहारी भतिज केटोको सासू बजू लन्डनमा मेरोमा आएर बस्दै थियो। लकडाउन खोलिँदै थियो त्यति बेला। त्यहाँदेखि केटाकेटीहरूले के गरेछ भने रिचमन्ड पार्कमा घुम्नु जाने प्रोग्राम मिलाएछ। त्यो ठाउँमा म त्यति जेल पुगेको थिइनँ। अनि घरमै त्यो ड्राई पिकनिक भन्छ, त्यहाँ पिकनिक गएर खाने, तर घरमै बनाएर सबै सामान ड्रिङ्कहरू मासुहरू पोलेर लाने, उतै खाने भन्ने बन्दोबस्त गरेको थियो। अनि रिचमन्ड पार्क गयौँ, थुप्रो मान्छे आएको रहेछ। फेरि त्यो धेरै ठुलो पार्क भएकोले जति मान्छे आए पनि खुल्ला थियो क्या, मान्छे नजिक नहुने। अनि चाहिँ एक ठाउँ खाना खाने बन्दोबस्त गऱ्यो बच्चा परिवारले। अनि खाना खाइयो, मासु सासु खाइयो, बेडसेट खाइयो, अनि फोटो खिचेको थियो। त्यो फोटो मेरोमा चारवटा कि पाँचवटा फोटो मैले फेसबुकमा पोस्ट गरी पठाएँ। पोस्ट गरेपछि फेरि मलाई किताब लेख्ने अनुरोध आयो। सबैभन्दा पहिला चाहिँ आफ्नो गाजीले मलाई किताब लेख्नुपर्छ पाँची भनेर भन्नुभयो। अब त्यहाँदेखि पछिको हाम्रो सबै किताबमै छ, अहिले नभनौँ। अनि त्यहाँदेखि अर्को चाहिँ सबैभन्दा मलाई लेख्नै पर्छ भन्ने स्थितिमा पुर्याउने चाहिँ हाम्रो अविनाश भाइ हुनुहुन्छ, अझ यहाँ आउनु भएको छैन। उहाँले के शब्द भन्नुभयो भन्ने कुरा चाहिँ यही किताबमै छ। त्यही शब्दले गर्दाखेरि यो किताब लेख्नु मैले सुरु गरेको। तर यो किताब लेख्दाखेरि के चाहिँ गर्नुपर्दो रहेछ भने, यहाँ कतिले लेखिसक्नु भएको छ होइन, कतिले लेख्नु भएको छैन, भविष्यमा लेख्नुहुन्छ भने किताब लेख्दाखेरि चाहिँ तपाईँले धेरैजनासँग सोध्नु पर्ने रहेछ। अनि मलाई लाग्छ किताब लेख्दाखेरि पुरै लिस्टिङ गर्ने क्या पहिला होइन, लिस्टिङ गर्ने भन्दाखेरि मेरो उदाहरण दिनु पऱ्यो भने म जन्मेको ठाउँमा म क्लास 1 देखि 10 सम्म पढेँ होइन, त्यो एउटा च्याप्टर। त्यहाँदेखि म 10 पास गरेर म मानेभन्ज्याङ गएँ, त्यहाँ 10+2 गरेँ, त्यो एउटा अर्को च्याप्टर। त्यहाँदेखि फेरि बेचलर्स डिग्रीको लागि माथि म ओखलढुङ्गा गएँ, त्यो 3 वर्षको एउटा च्याप्टर। त्यसरी नै मास्टरमा काठमाडौँ आयो, त्यो एउटा च्याप्टर। त्यहाँदेखि पिएचडीको लागि फेरि पिएचडी गरेर गयो होइन। त्यस्तो खालको त्यो च्याप्टर 22 च्याप्टर गऱ्यो भने मिसिङ नहुँदो रहेछ। तपाईँको फेरि पहिले लेखिसक्नुभयो, अनि त्यसको बिचमा एउटा अरू कुराहरू फेरि तपाईँलाई त्यो याद आयो, अनि त्यसलाई फेरि त्यहाँ मिसाउनु पर्दाखेरि एकदम ठुलो समस्या हुँदैछ। पहिला लेखेको शब्द पनि माया लाग्छ, फेरि अहिले नयाँ शब्द बनाउनु त्यसको पनि माया लाग्छ। त्यसलाई इन्सर्ट गर्दाखेरि ठुलो समस्या हुँदैछ। मैले चाहिँ के गरेँ भने किताब लेख्नु कम्प्लिट गर्दिनँ कि भनेर किताब कसरी लेख्ने भनेर मैले कसैलाई सोधेँ। त्यो मेरो ठुलो गल्ती हो। सोधेको भए अब हजुरै हुनुहुन्थ्यो गणेश होइन, ऊ काजीले त पहिले कविता लेख्नु भएको छ। अब अनि हाम्रो अविनाश भाइ उहाँले मैले यहाँ सोधेको भए यसरी लेख्नु है 24 यसरी यस्तो भनेर भनिहाल्नुहुन्छ, त्यही अनुसार लेख्दै होला। जे होस्, अब मेरो किताब लेखाइको एउटा अनुभवको कुरा त्यति भयो। योभन्दा अरू खासै कविताको यो किताबको विषयमा मैले खासै भन्नुपर्ने कुरा चाहिँ छैन भन्दा हुन्छ। किनभने अब मैले भनिहालेँ सुरुमै, जति पनि मैले साधारण जीवन बिताएको अनुभवहरू मात्रै यहाँ छ। कुनै रिसर्चको कुरा ठुल्ठुलो अध्ययन गर्नु सकिने यो किताब पढेर चाहिँ धेरै के भन्छ
कुराहरू सिकिने स्थिति छैन। त्यो साधारण रूपमा लेखिएको छ। तर यसमा के छ भने ट्विस्ट एन्ड टर्न्स भन्छ अङ्ग्रेजीमा होइन, धेरै कुराहरू चाहिँ यता र उता भएको छ। त्यसले यो किताब पढ्दै जाँदाखेरि रोचक चाहिँ छ, रोचक चाहिँ हुँदै जान्छ। मलाई लाग्छ यो इन्ट्रेस्टिङ नै छ। साधारण दुःख सुख हाम्रो आफ्नो एउटा काम गर्दै जाँदाखेरि उता ठोकिन्छ, फेरि यता फर्किन्छ, फेरि उता ठोकिन्छ, त्यही कुराहरू छ। त्यसले गर्दाखेरि सायद तपाईँहरूलाई एउटा अनुभव, मेरो अनुभव तपाईँहरूलाई सेयर गरे जस्तो पनि हुने। अनि कति त तपाईँहरूको एउटा ऊ पनि मिल्छ पनि होला होइन। काम गर्दै जाँदाखेरि तपाईँले के गर्नुभएको थियो, मैले के गरेको थिएँ, सायद एउटै हुनसक्छ। त्यस्तो छ। यो किताबको विषयमा म यति मात्रै भन्न चाहेँ। आज एउटा फेरि एक्स्ट्रा भन्नु मन पर्यो। यहाँ यसो हेर्दाखेरि सबै हाम्रो अम्बुले नानीहरू हुनुहुन्छ होइन। 2-4वटा अम्बुले शब्दहरू, हाम्रो यो अम्बुले शब्दहरू लोप हुँदै गएको शब्दहरू छ क्या। यसपालि म पाहाड जाँदाखेरि म घरमा 11 दिनपछि त्यति बेला अम्बुले छिटाछिटीहरूले हाम्रो भाषा बोल्दा के भाषा, कुन शब्दहरू उनीहरूले प्रयोग गर्न सकेन भन्ने यसमा थुप्रो मैले अनुभव गरेँ कि। त्यसले गर्दाखेरि त्यो शब्दहरू मैले व्याख्या गर्न सक्छु, तर ठेट नेपालीमा पनि भन्नु आउँदैन, इङ्ग्लिसमा पनि भन्नु आउँदैन। यो कुरा चाहिँ पहिला हाम्रो अविनाशज्यू कोषकार, हाम्रो अविनाश, उहाँले भाषा सम्बन्धी लेख्नुहुन्थ्यो। उहाँले लेख्नु भएको थियो इङ्ग्लिसमा पनि नेपालीमा पनि, तर त्यो दुईटै शब्द मैले बोलेछु। कुरो के छ भने नि, हामीले बोल्दा, हाम्रो राई भाषा बोल्दाखेरि हाम्रो यो अनुहारमा नै 4टा कुरा छ क्या। जुन कुरा हाम्रो बच्चाले बोल्दै सक्दैन, उच्चारण गर्न सक्दैन, बोल्छन् तर उच्चारण गर्न सक्दैन क्या। जस्तै हाम्रो मुखमा यहाँ 4टा छ, मुख, नाक, आँखा, कान। यी कुराहरू चाहिँ हाम्रो भाषामा बोल्दा मुखलाई लुली, डुसुम, बिसी, डबु भन्छौँ नि, 4टा भए। यी शब्दहरू बोल्दा हाम्रो जिब्रो भित्र आउनुपर्छ, भित्र पल्टिनुपर्छ, अनि हावा पनि भित्रै नै जानुपर्छ। त्यसरी बोल्दा मात्रै ठिक शब्दको उच्चारण आउँछ। जस्तै लु भन्दाखेरि जिब्रो पनि भित्र जान्छ, सास पनि भित्र जान्छ नि, त्यसरी मात्रै लु भयो। यही शब्दले तपाईँको सास चाहिँ बाहिर फ्याँकेर बोल्नुभयो भने त्यो डु हुन्छ क्या। त्यस्तै नाकलाई पनि डु, सास पनि भित्र, जिब्रो पनि भित्र तानेपछि त्यो डु भयो क्या। फेरि त्यसलाई सास बाहिर फुकेर बोल्नुभयो भने के छ, त्यसलाई डु भयो नि त, डुसुम भयो नि त। त्यसले गर्दा यो चाहिँ बच्चाहरूले सुन्ने कुरा हो। बच्चाले, हामी त उहिले बाबा आमाले कसरी सिकाएको पनि छैन, त्यतिकै जानेछौँ। अहिलेको बच्चाहरूले त्यो सबै भुलि, अब त्यो बाबुआमाको उच्चारण उबाट उनीहरूले सिकेको छैन रहेछ क्या। यसपालि मैले थुप्रै दारेगा बच्चाहरू त लुली, डुसुम, बिसी भन्छ है। अनि यसो सोचे, यो चाहिँ यदि हाम्रो भाषालाई जीवित राख्ने हो भने टाढो जानु पर्दैन, हामी भित्रै यो सिक्न सक्छौँ क्या। यो जुन कुरा मैले भने नि, हाम्रो बच्चालाई मैले जसरी भने त्यसरी सिकायो भने ठ्याक त्यो उच्चारण आउँछ। भित्र तान्ने, सास पनि भित्र तान्ने, अनि जिब्रो पनि भित्रै पट्टाउने। त्यसो गऱ्यो भने हाम्रो भाषा सायद केही पुस्तासम्म जीवित रहन सक्छ। अच्छा, म यति नै भन्नु चाहेँ। योभन्दा धेरै गऱ्यो भने फेरि अलिकति बढ्ता हुन्छ कि भन्दै। अब यहाँहरू सबैलाई हाम्रो त्यो सानो प्रोग्राममा आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै मेरो छोटो मन्तव्य अन्त गर्न चाहन्छु। धन्यवाद। आजको त्यो कृतिको सन्दर्भमा केही कुरा, धेरै कुराहरू 3जना वक्ताहरूले राखिसक्नु भएको छ।
यसो हेर्दाखेरि अहिले पछिल्लो समयमा विश्व जगतमा नै प्रत्येक व्यक्तिले आफ्नो जीवनमा भएका कुराहरूलाई चाहिँ बायोग्राफीमा ल्याउन थालेका छन्। यो चलन चाहिँ चलेको छ बिब्लियोग्राफी। अहिले हामीले हेर्ने हो भने, हामीले कम्पेरिटिभ स्टडी गर्ने हो भने अमेरिकाको प्रत्येक राष्ट्रपतिहरूले आफ्नो बिब्लियोग्राफी ल्याएका छन् होइन। अमेरिका अहिले सुपर पावर भएको छ, त्यस कारणले त्यहाँ मात्र होइन कि हाम्रो प्रत्येक नेपालसम्म आइपुग्दा पनि यो आफ्नो स्मरण ग्रन्थ लेख्ने, अटोबायोग्राफी लेख्ने होइन, यो चाहिँ जीवन संस्मरण लेख्ने, विभिन्न नाममा जीवन संस्मरण लेख्ने चाहिँ यो बढेको छ। यो लहर चलेको छ। यो लहरमा यहाँ गौरङ कान्छीले ल्याउनु भएको छ र वाम्बुलेको तर्फबाट पहिलो हुनुभएको छ। यस अर्थमा यहाँलाई हार्दिक बधाई भन्न चाहन्छु। पहिलो यहाँ यहाँ आएर तिनजना वक्ताज्यूहरूले भनेको कुरा र यहाँनिर अरू धेरै त होइन, सरसर एउटा दुईवटा किस्साहरू याद गरेँ र साथसाथै यहाँ विषय सूची हेर्दाखेरि पहिले लाउरे भर्ती हुनु, अहिलेको गाउँले जीवन कसो थियो होइन, त्यो एउटा बाल्यकाल सहितको युवा अवस्थामा टिन एजमा प्रवेश गर्दा होइन लाउरे भर्ती हुनुको सन्दर्भमा 20 वर्षको हाराहारीसम्मको एउटा खण्डमा लेख्नु भएको छ। आफ्नो गाउँको नोस्टाल्जिक भएर जे स्मरण गर्नुभएको छ। त्यसपछि सैनिक जीवन लाउरे भएर जानुभयो, लाहोरमा के गर्नुभयो, कहाँ पुग्नुभयो, त्यसपछि आएर यो के अरे बिहेको कुरा होइन, हुनेवाला ससुराको घर जानेसम्मको कुरा, केटी हेर्दा एक रातै बजार गएको कुरालाई जस्ताको तस्तै सरल भाषामा ल्याउनु भएको छ। र यो कुरा अहिलेका अहिलेको यो पुस्ताले, वाम्बुले समाजको, अहिलेको हाम्रो नेपाली समाजको यो पुस्ताले सुन्दाखेरि चाहिँ यो फिल्म जस्तो होइन, चटक जस्तो, जादु जस्तो लाग्छ। हुन त हाम्रो तिग्बिर दाईले पनि अब त्यहाँ गएको म त भाउजूलाई यसरी भगाएर समातेर ल्याएको नि भनेर मलाई सेयर गर्नुहुन्थ्यो होइन। आज एक पुस्तामा तिग्बिर दाईले त्यसरी ल्याउनु हो भाउजूलाई। अब उहाँको छोरा र छोरीले त्यो पुस्ता छैन, त्यस कारण त्यो पुस्ता त हामीले सुन्दाखेरि एकदम जादुमय जस्तो, फिल्म जस्तो होइन, नाटकीय जस्तो लाग्छ। तर त्यो हाम्रो के थियो, यथार्थ थियो। त्यस कारणले गर्दाखेरि यी कुराहरू एकदम हेर्दाखेरि, पढ्दाखेरि त्यहाँको इतिहासलाई यहाँनिर राख्नु भएको छ। त्यसपछि अवकाशपछिको जीवन, अवकाशपछि फेरि फर्किनु भएको छ नेपालमै होइन, घर गडेरी माटोमा घर बनाउने काम लगायत, त्यसपछि समाजसेवामा साथसाथै होइन दाइ भाउजू दुइटै चाहिँ लाग्नु भएको छ र तपाईँहरूको समाजसेवाको व्यक्तित्व यो भइहाल्यो। त्यसपछि गएर चाहिँ अहिले फेरि अन्तर्गत फेरि बेलायतमै बाँकी होइन जीवनलाई अझ त्यहाँ सङ्घर्ष गरिराख्नु भएको छ। र अन्तमा यसो हेर्दाखेरि अन्तिममा नेपालमै चाहिँ तपाईँहरूको जीवनले कति लिएको होइन, सङ्घर्ष गरेको, सफलता प्राप्त गरेको चाहिँ भइदिएदेखि राम्रो हुन्थ्यो भन्ने एउटा समग्र एउटा नेपालमा बसिरहेको नाताले, यसको नाताले मलाई लाग्यो त्यसरी किताब टुङ्गेको भए हुन्थ्यो भन्ने। तर यो पक्कै पनि अर्को संस्करण आउँदा फेरि नेपाल आएर यसो गरेको होइन, यहाँ समाजसेवा गरेको भन्ने भएदेखि हुन्थ्यो कि भन्ने जस्तो लाग्छ। तथापि आफ्ना मान्छेको जीवनमा होइन यसलाई कसरी लाने भन्ने कुरा कहिलेकाहीँ भावनाले पनि हुँदैन, कहिलेकाहीँ परिस्थितिले पनि होइन, मनस्थितिले मात्र हुँदैन, अवस्थाले पनि यो कुरालाई डोर्याउँछ। यो हिसाब हेर्दाखेरि समग्रमा यो किताबमा जुन हजुरले राख्नु भएको छ त्यसका लागि चाहिँ जस्ताको तस्तै त्यो बेलाको आजको एक पुस्ता, मेरो बाउ उमेरको हुनुहुन्छ तपाईँहरू होइन, यहाँ अब मेरो बुबाले अहिले 65 वर्ष हुनुभयो, त्यस कारण त्यसको छेउछाउमा बाउ उमेरको हुनुहुन्छ। त्यस कारण एक पुस्तामा यसरी आउँदाखेरि चाहिँ नाटकीय परिवर्तन भएको छ। अघि समाजशास्त्रका हिसाबले हेरियो, मानवशास्त्रका हिसाबले हेरियो, सबै मानवीय हिसाबले, सामाजिक हिसाबले, हाम्रो विकासको हिसाबले, हाम्रो लय हाम्रो परिवर्तन वेशभूषाका हिसाबले धेरै आँखा कान पाराडाइम शिफ्ट भएको छ यो हेर्दाखेरि। त्यस कारण यसरी जुन ल्याइदिनु भएको छ, अब एक पुस्तापछि अर्को 30-40 वर्षमा चाहिँ यो जादु जस्तो, तन्ते कथा जस्तो होइन यहाँ भएका कुराहरू लाग्न सक्छन्। यसरी यो ल्याउनु भएको छ, यसका लागि त हार्दिक बधाई पनि भन्न चाहन्छु, फेरि पुनः बधाई दिन चाहन्छु यो सफलताको लागि। अझ यसरी रचनात्मक जीवन, एउटा जागिरी जीवनपछि एउटा सामाजिक व्यक्तित्व बाँचिराख्नु भएको छ होइन, लेखकीय जीवनलाई अगाडि ल्याइराख्नु भएको छ। आगामी दिनमा अझ बढ्दै जाओस्, यो शुभेच्छा शुभकामना पनि दिन चाहन्छु। धेरै बोल्न चाहन्न, एक हिसाबले यहाँ आउँदाखेरि तपाईँलाई शुभेच्छा पनि दिन पाएँ यहाँहरूको।
र अन्तमा अब राष्ट्रिय गानको रचयिता पनि यहीँ हुनुहुन्छ र म गृह मन्त्रालय अन्तर्गत मैले 15 वर्ष जागिर खाएको भयो, 11 वर्ष चाहिँ गृह मन्त्रालय अन्तर्गत खाइरहेको छु। र यो कुरा गर्दा अब राष्ट्रिय गान बज्यो। राष्ट्रिय गानको चाहिँ नेपालको एउटा प्रोटोकल छ राष्ट्रिय गान बज्दाखेरि, होइन? अब अरूले त राष्ट्रिय गानको सर्जक होइन, त्यो भन्दाखेरि राष्ट्रिय गान गाउँदाखेरि चाहिँ प्रोटोकल के छ भन्दाखेरि स्वाभाविक हिसाबले अहिले अध्यक्ष हाम्रो अध्यक्षज्यूले नि छातीमा यसरी राखेर चाहिँ, होइन, राष्ट्रिय गीतमा चाहिँ एकदम सबै कण्ठस्थहरू छ, सबै भन्नु मैले पनि कण्ठ, होइन, गरेको छु, सबैले भन्नु धेरै जतिले कण्ठ गरेका छौँ, स्वाभाविक हिसाबले खुसी लाग्यो। तर प्रोटोकल जो माया गरेर राखेको हो, देशलाई माया गरेर, तर हाम्रो प्रोटोकलले के गर्छ, सतर्क पोजिसनमा भी आकार चाहिँ खुट्टा राख्ने अलिकति, त्यसपछि सतर्क पोजिसन भनेपछि अगाडि पनि कहिले अगाडि कहिले पछाडि कहिले यहाँ राखेको छ, होइन, कोही यस्तो भएको छ सिधा राखेर यसरी सिधा सतर्क पोजिसनमा बसेर छाती फुलाएर गर्वका साथ चाहिँ हामीले चाहिँ माथि हेरेर गर्वका साथ राष्ट्रिय गान गाउनुपर्ने हाम्रो प्रोटोकल छ। त्यस कारणले त्यो अब भोलि गएर राष्ट्रिय अब व्याकुल माया कप पनि त्यहाँ हुने गर्छ, होइन? त्यही हिसाबमा भोलि गएर चाहिँ अर्काले हेरिदियो भने यहाँनिर विभिन्न रङले चाहिँ हाम्रो राष्ट्रिय गानलाई हामीले गरिराखेका हुन्छौँ। यो चाहिँ नेपालको, होइन, प्रोटोकललाई पछ्याएर हामीले चाहिँ एउटा जुन हो एकरूपताका साथ हामीले गऱ्यौँ भने राष्ट्रिय गानको मान्यता, होइन, मर्यादा अझ उच्च हुन्छ भन्ने मलाई लाग्छ। यो सानो कुरा, स्वाभाविक कुरा, यसलाई हामीले चाहिँ त्यसो गऱ्यौँ भने, नत्र अब राष्ट्रिय गानको रचयिता यहीँ हुनुहुन्छ त्यही कार्यक्रममा चाहिँ त्यो प्रोटोकललाई फलो गरेनौँ भने त्यो अनेक म्यासेज जान सक्छ, होइन? त्यस कारणले अहिले कतिपय कुरामा त्यो छ, कतिपय देशले आफ्नो आफ्नो प्रोटोकल आफ्नो छातीमा हात राखेर भनेर गरेको भए त्यही प्रोटोकल हुन्थ्यो। कतिपय खेलाडीहरूको पनि आफ्नो आफ्नो, होइन, छ। त्यस कारणले हामीले माया गरेरै हो, तथापि पनि यो राष्ट्रिय गानलाई अझ मर्यादित बनाउनका लागि, होइन, यो गर्नका लागि चाहिँ हामीले प्रोटोकलमै यसलाई अनुशासित हिसाबले फलो गर्दा राम्रो हुन्छ भन्ने कुरा राख्दै एउटा सजेसन राख्दै यहाँहरू बिदा हुन्छु। पहिलोचोटि हामीले यो तलमा हामी जहाँ बसिरहेको छौँ यो तललाई हामीले 2,50,000मा बेचेको थियो, बेचेकै भनौँ न, जसले चाहिँ 2,50,000 हाल्छ त्यसको नाममा यो हल राख्ने भनेर हामीले अक्षय राईलाई अनुरोध गऱ्यौँ। अक्षय राईले 2,50,000 म हाल्छु, मेरो आमाको नाममा कार्यक्रम कक्ष बनाइदिनु भन्नुभयो। त्यसपछि बल्ल आँट आएर त्यसपछि विद्यार्थीको आँट दिँदै गर्नुभयो र अनि युकेबाट धेरै पैसाहरू बटुल्नु सङ्कलन गर्नु सहयोग गर्नुभयो। युकेबाट मात्रै नभएर वैदेशिक रोजगारतिरबाट पनि त्यत्तिकै सङ्कलन गर्नुमा सहयोग गर्नुभयो र हामीले यो बनाएर यतिसम्म यहाँ सफल भएको छौँ। अहिले अम्बुले राई समाज यो राईहरूमध्येमा एउटा विशेष राई हो भन्ने एउटा परिचय दिन पाएको छौँ। अम्बुले राई समाज चाहिँ बलियो छ है, राम्रो छ है भन्ने किसिमको परिचय दिन पाएको छौँ। राई समुदायमा पनि यसको लागि हामीले गर्व गर्नुपर्छ जस्तो लाग्छ। अब उहाँहरूले चाहिँ यो समाजकै उसमा चाहिँ सहयोग गर्ने क्रममा चाहिँ उहाँहरूले चाहिँ अब युकेबाट पनि बेला बेलामा हामीलाई त्यो वृद्ध नागरिकहरूलाई 70 ज्येष्ठ नागरिकहरूलाई चाहिँ खादा ओढाउने अथवा के अरे पर्व ओढाउने पनि उहाँहरूले योगदान गरिराख्नु भएको थियो। उहाँहरूकै सुरुवातमा चाहिँ अहिले निरन्तर चलिराखेको छ। कमसेकम अम्बुले राई समाजको एउटा वार्षिक कार्यक्रम अथवा जन्मोत्सव के भन्छ वार्षिक उत्सवमा चाहिँ हामीले हरेक गाउँ गाउँमा चाहिँ कविता गोष्ठी गर्दै गर्दाखेरि त्यहाँ वृद्धहरूलाई कमसेकम हामीले एउटा कम्मल भए पनि ओढाउनु पाएको छौँ। त्यसको सुरुवात उहाँले गर्नुभएको हो, त्यसलाई अहिले हामी निरन्तर गरिराखेका छौँ। र अब उहाँहरूको जतिसुकै यो सामाजिक क्षेत्रको बयान गरे पनि हामीलाई कम नै हुन्छ। सायद उहाँहरू हामी सबै परिचित नै छौँ। त्यही भएर अब उहाँहरूको सामाजिक भन्दा पनि उहाँले अहिले कृति ल्याउनु भएको छ। यो कृतिको लागि फेरि पनि उहाँहरूलाई विशेष बधाई र धन्यवाद। यो कृतिमा उहाँहरूले चाहिँ अब कर्ण राई चाहिँ 2017 सालमा शोकमण्डलमा जन्मिएर मैले पुरा पढ्न त पाएको छैन, 1-2वटा च्याप्टर चाहिँ मैले पनि पढाएको छु। एकदम बडो रोचक लाग्यो, एकदम सरल भाषामा 2017 सालमा शोकमण्डलमा जन्मेर उहाँको आफ्नो बाल्यकालदेखि लिएर चाहिँ तपाईँको त्यो गोठाको गएको दाउरा काट्नु गएको त्यो दुधकोसीमा चाहिँ जङ्गा तरेको घाँस काटेकोदेखि लिएर उहाँ धेरै कुराहरू चाहिँ एकदम सरल भाषामा लेख्नु भएको छ। विशेष गरी मलाई उहाँको घर लाग्दो
त्यहाँदेखि चाहिँ उहाँको आमाको सम्झना भन्ने चाहिँ मलाई त्यो विषय चाहिँ मलाई छोयो। उहाँले आमासँग गोठालो गर्नु जाँदै गर्दाखेरि फर्किँदाखेरि गोठालो के अरे घाँस बोकाउनु भएको आमाले अनि भिरबाट लड्लासे भन्नुभएकोदेखि लिएर उहाँले चाहिँ आफ्नो दाइ बिरामी हुनुभएको अनि आमाले मेरो छोरालाई लानुभन्दा मलाई लानु भन्नुभएको। त्यसपछि त्यसको 22 दिनमा जस्तो लाग्छ उहाँले लेख्नु भयो अनुसार 22 दिनमा आमा बित्नु भएको। एकदम बहुत भरलाग्दो कुराहरू चाहिँ उहाँले सेयर गर्नुभएको छ। गाउँठाउँको सबै कुरा उहाँले त्यो जापुर बजार गाउँको एकराटे बजारहरूदेखि लिएर घाँसे गोठालोदेखि लिएर उहाँको लाउरे भएको कुराहरूदेखि लिएर लाउरे जीवन कसरी व्यतीत गर्नुभयो र अहिले हाल युकेसम्म कसरी बसाइ गरिराख्नु भएको छ भन्ने कुराहरू उहाँले उल्लेख गर्नुभएको छ। त्यो कुरा हामी सबैले पढेर पक्कै पनि हामीलाई केही न केही प्रेरणा दिनेछ। उहाँको अनुभवबाट हामीले केही न केही सिक्न पाउनेछौँ र त्यो उहाँहरू जहाँ जानुभएको छ, जुन ठाउँ पुग्नु भएको छ त्यो ठाउँहरूको पनि उहाँले अहिले पुनर्जीवन दिनुभएको छ। यो सबैले पढौँ भन्ने यहाँहरू समक्ष सबैलाई अनुरोध गर्दै म बिदा चाहन्छु। गरिदिनको लागि अध्यक्षज्यूलाई सभाध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु र म पनि बिदा हुन चाहन्छु। त्यो गर्नुहुन्छ। हाम्रो एउटा बम्बुले कुल र मूलमा जन्मिएर एउटा अत्यन्त दुःख पछाडि परेको ठाउँ अब अहिलेको यो एआईको जमानामा हामी तुलना नगरौँ, तर यसलाई रेकर्ड रूपमा माइन्डसेटमा रेकर्डको रूपमा चाहिँ राख्नुको निम्ति पनि यो किताब पढ्दाखेरि चाहिँ साह्रै मजा आउनेछ। मैले हिजो बिहान 11 बजीतिर यो किताब प्राप्त गरेँ। चुनावी चटारो आफ्नो पदीय जिम्मेवारी यी सबै हिसाबले मैले 6-7 पेजदेखि जान सकेको छुइनँ, तर जति पढेको छु अहिले उहाँहरूले चर्चा पनि गर्नुभयो। साह्रै राम्रो कुराहरू पाइन्छ। अहिले उहाँले भने जस्तै एउटा जुगको कथा जस्तो होइन यो हाम्रो जीवनमा हामी बाउ खलकले बाउ पुस्ताले भोगेको एउटा असली स्वरूप चाहिँ समग्रमा यही हो भन्ने कम्तीमा मेरो पुस्तासम्मकोलाई चाहिँ यो ज्ञान भएको कारणले यो किताब चाहिँ मैले लेखेको जस्तो, किनभने यसले मलाई हरेक पाठले गएको छ। त्यो उहाँ 10 वर्षमा एक कक्षामा पढ्नु भएको, म 8 वर्षमा एक कक्षामा पढेको, उस्तै सङ्घर्ष, आमाप्रतिको सद्भाव, आमाप्रतिको त्यो अति माया होइन, यो सबै चाहिँ त्यहाँ पाइन्छ। अजिङ्गर सुलुलको भन्दाखेरि कस्तो राम्रो त्यो शिक्षक नै त्यसले तान्छ के हो सुलुलु भनेको। अब अलिकति हेर्दाखेरि तपाईँ कसरी सुलुलु त्यहाँ जानुहोस् कि त्यहाँ जाँदाखेरि तपाईँ छनौट गरेर पढ्न सक्नुहुन्छ। पढ्दाखेरि चाहिँ त्यहाँ चाहिँ कन्टेन्टमा चाहिँ ठ्याक्कै चिनो लगाएर पढ्न सक्नुहुन्छ। र यसरी यो किताबले चाहिँ समग्र हाम्रो मन मस्तिष्कलाई छुन्छ। यसले चाहिँ हाम्रो जीवनलाई बेटर लाइफ, प्रोग्रेसिभ लाइफ अथवा स्ट्रगल पछिको चाहिँ जुन सफलता छ त्यो अनुभव गर्न सकिन्छ। त्यस बारेमा म आदरणीय दाजुलाई धेरै धन्यवाद दिन चाहन्छु। र मेरो सँगसँगै 07 पनि दाइ हुनुहुन्छ, दिदीहरू यहाँ हुनुहुन्छ। यहाँले युके फर्केपछि यसको विषयमा एउटा अन्तर संवाद कार्यक्रम नै गर्नु अघि दाजुले भन्नुभयो। तपाईँको किताब चाहिँ बजारमा छ्यापछ्याप्ती भइसकेपछि त्यहाँ सबै मान्छेहरूको हात हातमा पुगिसकेपछि यसको बारेमा एउटा अन्तर संवाद गर्नुहोस्। जुन अन्तर संवादले तपाईँ जस्तो एउटा हामीभन्दा अलिकति अघिल्लो पुस्ता झन्डै समकालीन जस्तो चाहिँ त्यो सबै ज्ञान अनुभव दृष्टिकोण सबै त्यो आउँछ, रिफ्लेक्सन हुन्छ। त्यसले चाहिँ अन्य साथीहरूलाई तपाईँभन्दा अलिकति अग्रज साथीहरू पनि हाम्रो दाइहरू पनि युकेमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, उहाँलाई पनि यसले चाहिँ थप प्रेरित गर्नुको निमित्त अन्तर संवाद अथवा सामूहिक संवाद जस्तो अथवा छलफल कार्यक्रम जस्तो गर्नुभयो भने अन्य मान्छेहरूले तपाईँको एउटाको यो सबै मैले पढ्नु पाएको छैन, सबै पढ्यो भने अझ कति गजब हुन्थ्यो होला जस्तो लाग्छ। तर मैले 7 पेजदेखि पढ्नै नसकेको कारणले, नपाएको कारणले यति भ्याउँदाखेरि पनि यसले मलाई चाहिँ साह्रै खिचेको छ। यस्तै किसिमको ज्ञान अनुभव, आफ्नो सिप प्रविधिहरू, आफ्नो दुःख सङ्घर्ष कष्टका जुन चाहिँ कथा र गाथाहरू चाहिँ हामीले पस्कन सकियो भने अन्य मान्छेको अन्य फरक दृष्टिकोणबाट आउँदाखेरि समग्रमा
मानव जीवनको लागि एउटा खुराक त भन्छ नै, हामी अम्बुले राईहरूको लागि एउटा छुट्टै त्यसले चाहिँ नै एउटा हाम्रो समाज विकासमा, हाम्रो सोच्ने तरिकामा, हाम्रो संस्कृतिको उन्नयनमा, त्यसको उत्थानमा, त्यसलाई भाषा संस्कार त्यसलाई हेर्ने परिपाटीमा चाहिँ यसले छुट्टै अमिट छाप छोड्न सक्छ भन्ने मलाई लाग्छ। त्यस कारणले आदरणीय दाजुलाई तपाईँको नम्बरदेखि लगायत जो अम्बुले हुनुहुन्छ, गैर अम्बुले भए पनि केही फरक परेन, सबैले यस्तो देख्न थाल्यो भने अघि हाम्रो अमरदीप उपसचिवज्यूले भने जस्तै एउटा जीवन यात्रा लेख्न सकियो भने, एउटा नियात्रा लेख्न सकियो भने कुनै न कुनै रूपमा त्यसले समाजलाई एउटा राम्रो कुरा दिन्छ। तपाईँको योगदान समाजमा ठुलो रहन्छ, एउटा लेख्य रूपमा रहन्छ भन्ने कुरा पनि प्रमाणित हुने भएको कारणले म त्यो तर्फ यहाँलाई चाहिँ विशेष रूपमा चाहिँ अग्रसर हुन आग्रह गर्न चाहन्छु। धेरै विषयवस्तु चाहिँ छुटेका छन् भनेर हाम्रो सम्पादकज्यूले भन्नुभएको छ। त्यो छुटेका कुराहरूलाई चाहिँ तपाईँले इन्भेस्टिगेट गरेर त्यसलाई चाहिँ अर्को यो आजसम्मको यात्राको अर्को यात्रा है छुटेको अथवा बाँकी यात्राहरू तपाईँले गर्दाखेरि हाम्रो समाजले छर्लङ्ग एउटा ऐना जस्तै चाहिँ तपाईँको जीवनलाई देख्नेछ। त्यसबाट धेरै मान्छेले, धेरै भाइ बहिनीहरूले, धेरै न्युकमर्सले यसबाट अनुभूत गर्नेछन् र त्यसलाई चाहिँ सिक्नेछन् भन्ने मलाई लाग्छ।